कलाकार दुर्गेश थापाको साग बेच्दै हिँडेका तीन कलिला बच्चाहरूसँग अचानक भेट हुन्छ। उमेरले स्कुल जाने किताब समाउने हातले साग समाएर बेच्दै गरेको दृश्यले कलाकार दुर्गेश थापा भावुक हुनुहुन्छ र सोध्नुहुन्छ, दिउस पढ्न पर्दैन तिम्रो? दिउसभरि चाहिँ बेलुका चाहिँ साग बेच्छौ? दिउँसो स्कुल र बिहान बेलुका साग बेच्ने ती कलिला नानीहरूको दैनिकी नै रहेछ। त्यसैबीच सोध्नुहुन्छ, यो पढ्ने उमेरमा साग बेच्न बुबा आमाले पठाउनु भएको हो? तिम्रो पढ्ने उमेरमा अनि साग बेच्नु लाग्यो बुवाले? होइन, हामी आफै आएको। नजाऊ पढ्दै बस। यो उमेरमा पनि आफ्ना बुबा आमालाई सघाउन हिँडेका ती छोरीहरू देखेर आफ्नै छेउमा रहेको सानो छोरालाई दिदीहरू जस्तै संस्कारी हुनुपर्छ है भनेर सम्झाउनुहुन्छ। ती कलिला नानीहरूको संस्कार र बोलीले दुर्गेश थापा प्रभावित हुनुहुन्छ र ती कलिला नानीहरूको सबै साग किन्न खोज्नुहुन्छ। तर साग केवल 2 मुठा मात्र हुन्छ र त्यो किन्नुहुन्छ। कति छ त साग? कति छ यो सागको? कति अरे? 50। ओके ल, दुईटा कति भयो? 100। कलाकार दुर्गेश थापाको मन मान्दैन र सोध्नुहुन्छ, तिमीहरू के खान्छौ? क्याप्सी र आइसक्रिम। ल हैन म खुवाइदिन्छु। कसैले आइसक्रिम त कसैले केएफसी। कलाकार दुर्गेश थापाले पनि हुन्छ जाऊ भनेर आफै लैजानुहुन्छ। नानीहरूलाई मनपर्ने सबै कुरा अर्डर गर्नुहुन्छ, आफैले बिल पेमेन्ट गर्नुहुन्छ र सँगै बसेर खुवाउनुहुन्छ। नानीहरू एकदमै खुसी हुनुहुन्छ। कलाकार दुर्गेश थापाकै अगाडि उहाँकै गीत सुनाउन थाल्नुहुन्छ। आफूलाई मनपर्ने खानेकुराहरू टेबल अगाडि हुन्छ र उहाँहरू पनि मस्त खानुहुन्छ र त्यसै बीचमा एक नानीले आफ्नो आमालाई पनि लैजाने भन्नुहुन्छ। त्यो सुनेर कलाकार दुर्गेश थापा भावुक हुनुहुन्छ र भन्नुहुन्छ, म किनिदिइहाल्छु नि, बरु भन अरू के चाहिन्छ? भन्न त केही पर्दैन भन्छ, तर कलाकार दुर्गेश थापाको मनै त हो। आमाको लागि खाजा र ती कलिला नानीहरूको लागि कापी कलम, पानीको बोतल सबै किनिदिनुहुन्छ। कलाकार दुर्गेश थापा भनेपछि बच्चाहरू किन यसरी हुरुक्क गर्छन् भन्नेहरूको लागि यो उदाहरण हो, किनकि सबै बच्चाहरूलाई कलाकार दुर्गेश थापाले पनि उत्तिकै हदभन्दा धेरै माया गर्नुहुन्छ। समय ढल्किसकेको थियो, छुट्टिने समय पनि भइसकेको थियो। अन्त्यमा ती नानीहरू क्यारेट भिरेर बिदा हुँदै थिए। बाई बाई दाई भन्दै मुस्कुराउँदै हिँड्न थाले। ती कलिला नानीहरू सादा चप्पलमा थिए, थाकेका पाइला थिए, तर मुहारमा उज्यालो मुस्कान थियो। दुर्गेश थापा टोलाउँदै हेरिरहनु भयो। नानीहरू बाटो क्रस गर्दै बाई बाई दाई भन्दै जानुभयो र दुर्गेश थापा एकहोरो हेरिरहनु भयो, टोलाउनु भयो। ती कलिला ढाडहरूमा साग बोक्ने क्यारेट देख्दा दाइको आँखा मलिन हुन्छ र स्तब्ध बन्नुहुन्छ। सायद ती कलिला नानीहरू प्रतिको स्नेह थियो, माया थियो, गरुडा थियो। यही माया र गरुडाले गर्दा होला आज विश्व बजारमा दुर्गेश थापा केवल नाम छैन, ब्रान्ड बनिसकेको छ।